हेलो गाइस, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ चैत 15 गते। आज चैत 15 गते पुरै गणतन्त्र र राजतन्त्रको पुरै नारा छ रे। म पनि उतै के छ माहौल भनेर जाँदैछु। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, के छ माहौल म देखाइहाल्छु। म चाहिँ त्यो नारा लगाउन जान लागेको होइन, यसो के छ अवस्था भनेर यसो भिडियो सिडियो बनाऊँ भनेर जाँदैछु। के छ अवस्था अनि आज चाहिँ रोड पनि अलिक खाली खाली देखिरहेछ र यो फुटपाथतिर चाहिँ अलिक धेरै नै मान्छे देखिरहेछन्। आज रोड भन्दा नि आज फुटपाथ अलिक बिजी छ। रोड चाहिँ अलिक खाली नै छ आज। अलिक तीन कुनेतिर जम्मा हुँदैछन् भन्ने सुनेको थियो। म चाहिँ के छ अवस्था, म चाहिँ अहिले रत्न पार्कतिर जाँदैछु। यो नारायणजी दरबार यता छ, नारायणजी दरबार हुँदै रत्न पार्कतिर जानु पर्ला। नारायणजी अवस्था के छ, यतातिर पनि आउँछन् होला आन्दोलनकारीहरू। यो चाहिँ परिचय पत्र, राष्ट्रिय परिचय पत्र बनाउने ठाउँ आज चाहिँ पुरै खाली छ। सायद बन्द होला आज, त्यही आन्दोलनको कारणले बन्द हुन सक्छ। आज सब खाली खाली छ। बाटो पनि अरू दिनभन्दा आज अलिक खाली नै छ। आज चाहिँ लास्टै ट्राफिक जाम हुनेवाला छ भन्ने खबर छ। ट्राफिक जाम आज धेरै नै हुन्छ होला। सुरक्षा कर्मीहरू पनि धेरै नै देखिराख्नु भएको छ। झन्नै आज सुरक्षा पनि अलिक कडा हुन्छ र जाम पनि आज कडै हुन्छ है। अहिले चाहिँ 11:30 बज्यो। सुरक्षा कर्मीहरू यता पनि देख्न सक्नुहुन्छ, झन्नै छन्। के कस्तो छ एकपटक एक राउन्ड हानेर आउनु पर्यो। म पनि देख्न सक्नुहुन्छ गाइस, यतातिर सुरक्षा कर्मीहरू छ। अब आजको अवस्था झन्नै छन्। पुलिसहरू देख्न सक्नुहुन्छ गाइस। आज त यो रोड पुरै खाली रहेछ। यस्तो खाली रोड अझसम्म कहिले पनि देखेको थिएन। अनि यतातिर चाहिँ दरबार रोड आज पुरै खाली खाली देखिरहेछ। यतातिर चाहिँ यो नारायणी दरबार हो अनि यताको रोड चाहिँ पुरै खाली छ। आज यतिको खाली रोड त म केटिएममा देखेको थिएन। आज पहिलो पटक हो खाली खाली यति खाली खाली देखेको रोड। गाइस आज यो नारायणजी दरबार पनि बन्द रहेछ। सायद त्यही आन्दोलनकै कारणले होला। सुनसान छ, सब गेट सेट लगाएको छ। तर यता चाहिँ पुलिसहरू त्यति देखेन मैले। हुन त अब आन्दोलनकारीहरू आएपछि एकछिनमा आउँछन् पुलिसहरू। अहिले चाहिँ बन्द छ पुरै। ल है गाइस, यता चाहिँ नेपाल प्रहरी टन्नै छन्, देख्न सक्नुहुन्छ यतातिर। अनि यतातिर पनि टन्नै छन् लगभग। यति चाहिँ डह्रो टाइट रहेछ। यतादेखि बाटो पनि बन्द छ, उतातिर जान नपाउने। ल गाइस, यतातिर चाहिँ समाजवादी पार्टीको उपस्थितिहरू देख्न सकिन्छ। त्यति धेरै त छैन, भर्खरै जम्दैछ यतातिर। एकछिनमा अर्को राजतन्त्रवाला पनि आउँछन् होला। अमेरो जोडिएको साथीहरू आफूले जिम्मा पाएको स्थानमा ल्याइदिनु होला। ठुलाठुलो साथीहरू सबैजना अगाडि आउनुहुन्छ। संयुक्त साथीहरू एम्बुलेन्स आइरहेको अवस्था छ। एम्बुलेन्सलाई पनि बाटो नै नछोडेर एम्बुलेन्सलाई चाहिँ बाटो छोडिदिनु पर्छ है।
समितिका पदाधिकारी कमरेडहरू भन्दा बाहेक सबै आदरणीय कमरेडहरूलाई रोल जाने भन्दा पछाडि देखे ना आपको बात से देखे ये ग्रुप